तपाईँको धेरै प्रयास गरिरहेको छ, एकचोटि बोलाउँदा हुन्छ। तपाईँको ठुलो फ्यान हो रे, एकचोटि मिल्नु न ल। ए हो र, ल बोलाउ न, को हो तिम्रो साथी? ल सिन्मय दाइ बिग फ्यान प्लिज फ्रेन्ड लिनु न दाइ, बिग फ्यान सिन्मय दाइ बोल्नु न, बिग फ्यान सिन्मय दाइ माइक अन गर्नु न, बोल्नु न प्लिज एकचोटि। बिग फ्यान दाइ तपाईँको ठुलो फ्यान हो के, मैले तपाईँको भिडियो नि हेरेको छु, प्लिज बोल्नु न। हेलो हेलो भाइ, भन भाइ। दाइ म तपाईँको ठुलो फ्यान हो, तपाईँको भिडियोहरू सब हेरेको छु, युट्युबमा नि सब्सक्राइब गरेको छु, टिकटकतिर नि मेसेज गरेको छु दाइ। ए हो र भाइ, ल थ्याङ्क यू भाइ। अनि भिडियो कस्तो लाग्छ नि? तपाईँको भिडियो मलाई एकदम खतरा लाग्छ दाइ, अनि एकचोटि फ्रेन्ड लिनु न प्लिज। तपाईँ जस्तो ठुलो युट्युबर मेरो फ्रेन्ड लिस्टमा छैन, प्लिज लिनु न के। दाइ म नुब्रा भएर नलिनु भयो हो तपाईँले फ्रेन्ड लिस्टमा, प्लिज लिनु न एकचोटि, म राम्रो खेल्छु के अब दाइ। अरे भाइ, नुब्रा पुरो सिन्पाईले कसैलाई पनि हेर्दैन के, सबैलाई म एउटै मान्छु। सो तिमीलाई फ्रेन्ड बन्नु मन लाग्यो, ल ठिकै छ, मैले तिम्रो फ्रेन्ड एक्सेप्ट गरिदिएको छु। ल अब त खुसी छौ होला नि? ओ दाइ तपाईँले साँच्चीकै फ्रेन्डमा लिनुभएको, मलाई त विश्वासै लागेको छैन। थ्याङ्क यू दाइ। अरे भाइ, थ्याङ्क यू भनिराख्न पर्दैन। सो तिमी चाहिँ अब एक्टिभ भइराख्नु पर्छ, किनकि धेरै दिन अफलाइन भयो भने चाहिँ मैले फ्रेन्डमा राख्दैन, त्यो तिमीहरूलाई थाहा नै होला होइन। सो तर म सबैको फ्रेन्ड चाहिँ लिन्छु है। दाइ म धेरै दिन त अफलाइन हुन्न, त्यही खेलिरहन्छु दिनमा धेरै पटक दाइ, तर म अफलाइन चाहिँ हुन्न। ए हो, ल त्यसो भए त ठिकै छ। ल दाइ तपाईँले मलाई फ्रेन्ड लिस्टबाट डिलिट नगर्नु है कहिले पनि। अरे भाइ, म डिलिट गर्दैन, ढुक्क बस है। म तिमीलाई फ्रेन्डबाट किन डिलिट गरौँला र, गर्दैन नि, टेन्सन नगर। थ्याङ्क यू दाइ, म जस्तो नोब्रालाई तपाईँले फ्रेन्डमा लिनुभयो, धन्यवाद।